गाइज आज बाबाले आफ्नो धन्न सफा गर्दै हुन्छ। हेर्नुहोस् मस्तले साबुन लगाएर निचर्दै यहाँनिर आफ्नो धन्न सफा गर्दै हुन्छ। के धन्नु अरे? धन्न नै त हो नि। धन्नु हो? मेरो बसन्ती हो यो। धन्न भनिन्छ धन्न। धन्नु? हेर्नु गाइज महान शहंशाह यहाँनिर आफ्नो धन्न सफा गर्दै हुन्छ। लु अब पानीको पालो आयो। पानीको पालो पछाडि के आउँछ बाबा? मस्तले अब मट्टै गाडी कुदाउने हो। अन्त पुराणमा मस्तले साडी लगाएर मम्मी र बाबा त कुर्ता लगाउनुहुन्छ नि। मम्मी साडी बाबा कुर्ता। मलाई साडी लगाइदे भाइ, सबै लगाइदे। इंटरनेशनल भी यति मारता है। अनि त्यहाँदेखि प्रोग्राममा जाने हो। पुराणमा मस्तले कमर भाँच्ने हो अनि त्यहाँ आउने घर नि। साडी र चोलोको पनि ग्रुप छ नि बाबा। साडी र चोलोको पनि ग्रुप बनिसकेको छ नि बाबा। ग्रुप बनिसकेको छ। त्यो मामुहरु ग्रुप हो, त्यो मेरो ग्रुप होइन त्यो। बाबाको ग्रुप त अर्कै छ। मेरो ग्रुप अर्कै छ। म त्यो ग्रुपमा म्याच खादिन के। केटीको बिचमा केटा सुहाउँदैन क्या बाबा नि। मजा आउँदैन। लु अब मट्टै गाडीमा जाने हो नि। खाना खाएर जाने। मस्तले पानी पर्यो भने त नजाने नि। पानी परेन के गर्छ? लु हेलो गाइज आजको यस्तो अवस्था छ। ल अब भए मिल्यौँ ल पुराणमा। सर कहाँ हिँडेको हामी पुराणमा हिँडेको। आज चाहिँ हामी आँचल दिदीको घरमा पुराण लागेको छ अनि हामी चाहिँ पुराणमा आएको। पुराण सुन्नलाई साथीहरू अनि उत्सुक छौ तिमी? नाच्ने पनि हो सरु? नाच्ने पनि, भजन गाउनुहुन्छ तपाईँले? म त गाउँदिनँ। म त खास बहुत गाउँदा भाक्का दिक्क भइसक्यो। अब नगाउने, अब नाच्ने हेर्ने नाच्ने। आज नाच्ने हो। नाच्ने सर बुढा गाएर बुढी नाच्दा पो रमाइलो त। अब को गाउँछ को आउनु भएको छ अब मलाई थाहा छैन होइन। राम्रो गाउनु भने म अवश्य नाच्छु। ल ठिक छ। ल जाउँ है त त्यसो भए। यो चाहिँ साथीहरू कोसेली। अब हामी जान आँटेको दिदीको घर।